नमस्कार, शुभ दिन। आज म तपाईहरु समक्ष कक्षा 11 मा अवस्थित सफलताको कथा नामक रचना वाचन गर्दैछु र यसको लेखन तथा सम्पादन यसै पाठ्यपुस्तकका सम्पादकहरूद्वारा गरिएको थियो। सफलताको कथा यसरी प्रारम्भ हुन्छ। पत्रकारिता पेशा मेरो रुचि र गौरवको विषय थियो। हरेक घटनाबाट तानिनु र डोरिनुको रमाइलाले म समयसँग अभ्यस्त हुन थालेको थिएँ। महान पत्रकारहरूको जीवनी पढेर त झन् उत्साहित हुन्थे। यस पेशाप्रतिको गौरवले म झन् बढी समर्पित हुन थालेको थिएँ। काममा डुब्न पाए भोक, तिर्खा र थकाई बिर्सनु मेरो दिनचर्या नै भएको थियो। कहिले पहिराको कथा बनाउन सिन्धुपाल्चोक पुग्थेँ त कहिले बालबालिकाका गृहको निर्माणको व्यथा लेख्न विराटनगर दौडिन्थेँ। समय मसँगै दौडिरहे पनि त्यसको लयलाई समात्न म सधैँ लालायित थिएँ। काठमाडौँको एउटा छेउ लाग्छ मलाई गोठाटार। विमानस्थल नभए सायद यो दुर्गम नगर हुने थियो। नगर पनि के भन्ने, हिजोसम्म यो एउटा गाउँ थियो। अहिले विस्तार भएका बस्तीहरूले यसको प्राचीनपन फेरिन थालेको छ। यही गोठाटारको पल्लो छेउमा मेरो डेरा थियो। काठमाडौँको कोटेश्वर काटेर जडीबुटीबाट उत्तर लागेपछि मलाई कोलाहलबाट मुक्त भए झैँ हुन्थ्यो। यही कारण म डेरा नै भए पनि यो स्थान छोड्न सक्दिनथेँ। तराईबाट काठमाडौँ आउँदा र रत्न राज्य क्याम्पसमा पत्रकारिताको छात्र हुँदा मलाई पुतली सडक प्यारो लाग्थ्यो। समयले मलाई एकान्त प्रिय बनायो र त्यसकै छालमा डोरिएर म गोठाटार पुगेँ। पहिलोपटक गोठाटार पुग्दा मलाई तान्ने सानो वन, केही पर रहेको पशुपतिको जङ्गल र गोठाटारको प्रतीक बनेर उभिएका पिपलका रुख थिए। हिजोआज मलाई यहाँका सबै कुरा प्यारा लाग्न थालेका छन्। पत्रकार भएर पनि म लेखक हुँ र लेखक हुन नै पत्रकार भएको पनि हुँ। मलाई यही लेखकीयपन मेरो गोठाटार मोहको कारक पनि हो जस्तो लाग्न थालेको छ। यही गोठाटारको पिपलको रुखमुनि टहलिँदै गर्दा अचानक अफिसबाट फोन आयो। बिहानको 8 बजेको थियो। एक्लो ज्यान जहाँ खाए पनि हो नि। त्यसैले खाना नखाई अफिसले दिएको पुरानो मोटरसाइकल घ्यार्र पार्दै अफिसतिर लागे। तपाईँ स्वास्थ्य कथा लेख्न धुलीखेल जानुपर्ने भयो अमितजी, हाकिमले भन्नुभयो। अफिसमा राम्रो फिचर स्टोरी बनाउने तपाईँ नै त हुनुहुन्छ, उहाँले थप्नुभयो। मलाई स्वास्थ्यको समाचारमा त त्यति रुचि थिएन। स्टोरी भनेपछि चाहिँ स्वाभाविक रूपमा म तानिएँ। मैले खाना खाएको छैन नि भन्न पनि मेरो विनम्रताले दिएन। केही समयपछि आफैलाई गाली पनि गरे। लाग्यो चाहिने भन्दा बढी विनम्रताले अरूलाई नभएर आफैलाई दुःख दिन्छ। तैपनि मैले बिस्तारै भोक बिर्सेँ र कथा मात्रै सम्झेर धुलीखेलतिर लागेँ। कस्तो कथा होला? मेरो मनमा स्मृति दौडन थाल्यो। यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ। मेरो स्मृतिमा मेरा आफ्नै पिता जोडिनुभयो, जसलाई म सानो छँदा नै क्यान्सरका कारण गुमाएको थिएँ। यो बेला स्मृति मेरा लागि सानो झ्याल थियो जसले बाहिर र भित्रलाई जोड्छ। बाहिरको विश्व परसम्म फैलिएको छ। त्यहाँ गर्मी छ, जाडो छ, हावा छ, पानी छ, जङ्गल छ। यस बेला मेरो भित्री विश्वमा चाहिँ अथाह मौनता जमेको थियो। म आजको पात्रको कथा सोच्दै थिएँ। मेरो आँखाको सीमित परिधिमा न म कथाको पात्र सम्झन सक्थेँ, न उसको सुखद वा दुःखद कथा। मेरो स्मृतिमा त मौनता मात्रै थियो। तपाईँ पत्रकार? एकजना अधवैश्य महिलाले छेउमै आएर सोध्नुभयो। हजुर, म धेरै नबोली छेउमै गएर बसेँ। कार्यक्रम योग र स्वास्थ्यका बारेमा थियो। थोरै अतिथि र धेरै दर्शक भएको कार्यक्रमका प्रमुख अतिथि एकजना युवा थिए। केही श्याम वर्णका ती युवक सुन्दर थिए। बिस्तारै उद्घोषकले केही अतिथि पनि बोलाए। यसो हेरेँ, कार्यक्रम त स्वास्थ्यका बारेमा पो हो। ठिकै छ, मनमा नै सोचेँ। तर यसका लागि म आइरहनु पर्ने थियो र? मसँग भन्नु केही थिएन, किनकि आइसकेको थिएँ। मनलाई सम्झाउन धुलीखेललाई मनभरि हेरेँ। आकाशमा बादल थियो र त्यसले बेला बेलामा आकार र रङ फेरिरहेको थियो। नजिकैको वन थियो र त्यसले मायावी सङ्गीतको चम्किलो स्वरलाई वनस्थलका पत्रमा गुन्जाइरहेको थियो। उसको स्वप्निल, निस्पन्द र हावादार पङ्खाले मलाई अम्किरहेको थियो। त्यो प्रकृति निर्मित स्वप्नले मलाई स्पर्श गरेकै क्षणमा यता कार्यक्रमको शङ्काले म झसङ्ग भएँ र त्यस अकथारूपी कथाको व्यग्र प्रतीक्षामा रहेँ। म पत्रकार भए पनि कार्यक्रमको औपचारिकताले त्यति तान्दैन। मलाई यस्ता कुरा समयको बर्बादी लाग्छन्।
त्यही भएर साथीहरू मलाई कहाँको भवानी बिच्छु हुनुपर्ने मान्छे यहाँ अमित ठाकुर बनेर आएछ पनि भन्छन्। हुन पनि कार्यक्रमको यस अनुत्पादक शैलीमा मेरो कति रुचि छैन। अतिथिको लामो ताती देखेपछि मलाई त कहिलेकाहीँ कार्यक्रमकै बिचमा झोलाको पुस्तक निकालेर पढौँ लाग्छ। त्यही भएर मलाई कति साथीहरूले दर्शनशास्त्रको प्राध्यापक हुनुपर्ने पत्रकार हुन आएछ पनि भन्छन्। यी सबै कुरामा म वास्ता गर्दिनँ, तर समयप्रति चाहिँ सचेत हुनुपर्छ भन्ने लाग्छ। योग, ध्यान र स्वास्थ्यका बारेको रुचि मेरो सानैदेखिको रुचि हो। एकपटक तौलियाको घरमा छँदा एकजना बौद्ध भिक्षुले ध्यान र मनको सम्बन्धका बारेमा दिएको प्रवचन मेरो मनमा ताजै छ। यसैबाट लोभिएर मैले लुम्बिनीका स्तूप र चैत्य पनि चहारेको छु। अहिले सामाजिक सञ्जालभरि यसका बारेमा शिक्षा पनि पाइन्छन्। म त्यसमा लोभिएर कति बिहान बिताउँछु पनि। साँच्चै मलाई गोठाटारले तान्ने कुरा पनि त यही हो। पिपलको रुखमुनि बसेर गरिने प्राणायाम र नजिकैको देवालयको खुला मैदानमा गरिने योगासन मेरो दिनचर्या नै भएको छ। कहिले पशुपति छेउको मैदानमा पुग्ने आकर्षण पनि यही हो। यही कारण म धुलीखेलको आजको यस कार्यक्रममा का बारेमा पनि टाइन्दै आएँ। डाक्टर वीरेन्द्र झाले हजारौं माइलको यात्रा एउटा सानो पाइलाबाट सुरु हुन्छ भन्ने उखानबाट आफ्ना कुरा सुरु गरेको मलाई रमाइलो लाग्यो। योग र ध्यानको यात्रा पनि यस्तै हो उनले भने। त्यसको उदाहरण यस मञ्चमा रहनुभएका सुन्दर छन्त्याल हुनुहुन्छ। उहाँको जीवन योग साधनाले नै फेरिदियो। आज यहाँ उहाँ योग साधना र स्वास्थ्यका बारेमा राम्रो प्रवचन दिन सक्ने हुनुभएको छ। युवाहरूले समयमै स्वास्थ्यका बारेमा ध्यान दिनुपर्ने कुरालाई उहाँ राम्ररी बुझ्न र बुझाउन सक्ने हुनुभएको छ। योग चिन्तन हो, ज्ञान हो, मनको एकाग्रता हो र यो समाधितर्फको यात्रा पनि हो, उनले थपे। त्यसपछि वक्ताहरूको लामो ताती सुरु भयो। कार्यक्रमका अन्तिम वक्ता सुन्दर छन्त्याल नै थिए। उनले थोरै बोले तर मिठो बोले। मनको शान्ति खोज्न टाढा जानु पर्दैन, यो तपाईभित्रै छ। योगबाट यो प्राप्त हुन्छ। म त्यही कथाको नायक हुँ जसले निराशालाई जितेँ र मृत्युलाई समेत जितेँ। म अहिले तपाईहरूलाई सबै कथा सुनाउन सक्दिनँ। यति भन्छु, योगले मलाई जीवन दियो। यसको श्रेय आयुर्वेद र योगका आचार्य गुरु वीरेन्द्र झालाई छ। कहाँ कथा बनाउन गएको पत्रकार म भाषणको भारीमा पो परेँ। मन केही खिन्न भयो तर हारिन। सुन्दर छन्त्यालको कथा नै मैले खोज्ने कथा थियो। यसमा म विश्वस्त भएपछि उनको फोन लिएर केही खिन्नताका साथ गोठाटार फर्केँ। रातको समय थियो। गोठाटारको आकाश सफा थियो। म कोठामा पुगेर फेरि त्यही पिपलको फेदमा पुगेर घोरिन थालेँ। मैले वरिपरिका पहाड हेरेँ। काठमाडौँलाई आँखा लगाइरहने चन्द्रगिरी साँझको प्रकाशमा टल्किँदै थियो। अन्धकार बढ्दै जाँदा वरिपरिका पहाडहरू गणितका रेखाचित्र झैँ स्तब्ध र निश्चल थिए। उनीहरूका मन मेरो जस्तै मलिन र म्लान थिए। आकाश तल तल झर्दै थियो र धरतीलाई छुला छुला झैँ झुकेको थियो। धरती अद्भुत चित्रलाई छातीमा समेटेर वात्सल्यमही बन्दै सारा प्राणीलाई आफ्ना वक्षस्थलमा लपेटेर सुतेको थियो। म भने भोलिको कथाको चित्र र पात्रको रेखा कोरिरहेको थिएँ। बिहान 8 बजे सुन्दरलाई फोन गरेँ। एकजना अधवैंशी महिलाले फोन उठाउनु भयो। उहाँ हिजोकै महिला हुनुहुन्छ र सुन्दरकी आमा हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त बनेँ। सुन्दरकी आमाले सहज निम्तो दिएपछि म खुसी साथ आरुबारी लागेँ। रमेश विकल मलाई मनपर्ने साहित्यकार हुन् र म आरुबारीकै तिनको घरलाई देब्रे बनाएर अघि बढेँ। केही माथि पुगेपछि फेरि फोन गरेँ। घरमा पुगेर घन्टी बजाएँ। ए बाबु आउनु न, उहाँले भन्नुभयो र म उहाँकै साथ भित्र पसेँ। म भित्र पस्दा सुन्दर ध्यानमा मग्न थिए। आमाले म आएको खबर गर्न साथ ध्यान छाडेर आए र म नजिकैको कुर्सीमा बसेँ। म केही हतारमै थिएँ। बाबु चिया खाउँ है, मैले विनम्रतापूर्वक हुन्छको सङ्केत गरेँ। लौ कथा सुरु गरौँ, मैले सुन्दरलाई आग्रह गरेँ। म म्याग्दीको गाउँमा जन्मेको हुँ, उनले कथा सुरु गर्दै भने। मध्यमवर्गीय परिवारको एक्लो छोरो, दुःख खासै थिएन। दिदी बहिनी नि जिज्ञासु हुँदै मैले सोधेँ। उनी भन्दै गए, म एक्लो छोरो हुँ। बुबा सरकारी अधिकृत, आमा माध्यमिक तहमा पढाउने। जीवन सुखी थियो। मैले काठमाडौँको नाम चलेको विद्यालयबाट एसएलसी सकेँ। त्यसपछि उच्च माध्यमिक तह विज्ञान लिएर उत्तीर्ण गरेँ। त्यही बेला आमा चिया लिएर आइपुग्नु भयो। उहाँ पनि छेउमा बस्नुभयो र चिया खाँदै कथा अगाडि बढायौँ। अनि स्नातक नि त,
मैले सोधेँ, स्नातक थापाथली क्याम्पसबाट सिभिल इन्जिनियरिङ लिएर पुरा गरेँ। उनी भन्दै गए, स्नातकोत्तरको लागि फारम पनि भरेँ र नाम पनि निस्कियो। ओहो बाबु, सुन्दरको नाम निस्केको दिन उनका बुबाले गाउँभरिका मानिसलाई खुसी बाँड्नुभएको थियो नि। कति खुसी हुनुभएको थियो उहाँ, आमाले थप्नुभयो। मैले त्यही बेला झ्यालबाट पहरको पहाडी चुचुर हेरेँ। घामको प्रकाशले उज्यालिएको आरुबारी हेरेँ र सुन्दरलाई कथाको श्रृङ्खला बढाउन भने। सुन्दरको जीवनमा अचानक पहिरो गयो। यता काठमाडौँमा पढाइ सुरु भएको तेस्रो दिन सुन्दरका बुबाको हृदयघातका कारण मृत्यु भयो। सुन्दर म्याग्दै गए। बुबाको काम सकेपछि उनलाई काठमाडौँ फर्कन मन नै भएन। मैले कति सम्झाएँ बाबु, तर मानेको होइन। आमाले भन्नुभयो। गाउँमा आमा विद्यालय जाने, सुन्दर भने घरमा एक्लै बस्ने भयो। म साह्रै उदास भएँ, दाइ सुन्दरले भने। उनको दाइ शब्दले म पनि पग्लेँ। यसबेला मलाई सुन्दर आफ्नै भाइ र आमा आफ्नै आमा झैँ लाग्यो। मैले पनि आफ्नो कथा सम्झेर रुन मन गरेँ। त्यसै त साथीहरू त साहित्यकार होस्, पग्लिन्छस् भन्छन्, त्यसैले मन दह्रो बनाएर सुने। दाइ म यस्तै उदासीमा थिएँ। अचानक आमा बिरामी पर्नुभयो। काठमाडौँ लिएर आएँ र डाक्टरलाई देखाएँ। क्यान्सर भएको रहेछ। धेरै आत्तिनु पर्दैन, तर नेपालमा होइन दिल्ली लैजानुपर्छ भनेर डाक्टरले भने। म त छानाबाट खसे चाहिँ भएँ। आफ्नो सर्वस्व गुमेपछि पीडाको आहालमा डुबे जस्तै भयो। धन्न सुरुमै रहेछ, उपचार भयो, उनले भने। बाबु ऋणको आहालमा डुबियो नि, त्यसले पनि सुन्दरलाई डिप्रेसन जस्तै भएको हो, आमाले भन्नुभयो। डिप्रेसन त रोग नै हो आमा, अहिले त उपचार पनि छ नि, मैले सम्झाउने पाराले भने। त्यही त बाबु, मेरो छोरो त्यही भएर सग्लो भयो नि, आमाले भन्नुभयो। दिल्लीबाट फर्केपछि त सुन्दरमा झन बढी उदासीनता बढ्यो, आमाले भन्नुभयो। यो कहिलेको कुरा आमा, मैले सोधेँ। भयो बाबु, अस्ति चैतमा ठ्याक्कै 5 वर्ष भयो, आमाले भन्नुभयो। यो असारको महिना थियो, 5 वर्ष 2 महिना भएछ, मैले मनमा नै हिसाब गरेँ। त्यसपछि मैले यहाँ डेरा लिएर नेपाल मेडिकल कलेजका मनोचिकित्सकलाई देखाएँ। सामान्य उपचार हुँदै थियो। एक दिन डाक्टर युरेन्द्र झाको चिकित्सा केन्द्र नयाँ बानेश्वर जाने कुरा भयो। आमा छोरा भएर गयौँ, आमाले भन्नुभयो। उहाँले योग र ध्यानका सबै विधि सिकाउनु भयो र गर्न पनि लगाउनु भयो। आयुर्वेदिक औषधि पनि दिनुभयो, अमितले भने। मनोचिकित्सकलाई पनि सोधियो, उहाँले पनि त्यो पनि एउटा राम्रो पद्धति हो, आराम पनि हुन्छ भन्ने सल्लाह दिनुभयो। नभन्दै बिस्तारै मन शान्त हुन थाल्यो। मैले योगको विषय पनि बोध गर्दै गएँ। यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा र ध्यान हुँदै समाधिसम्मको यात्रा गरिन्छ भन्ने पनि बुझेँ। यस बोले त मेरा मनका विकार हट्दै गए र जीवनमा बाँच्ने इच्छा शक्ति जागृत भयो, सुन्दरले भने। अनि त म झन् योग र ध्यान सिक्न थालेँ र प्रशिक्षक बने। डाक्टर झा मेरा डाक्टर मात्र नभएर गुरु पनि हुनुभयो। कसरी यस्तो भयो त भाइ, मैले सोधेँ। जस्तो परिस्थिति छ त्यससँग सहमत भएर अघि बढे जीवन स्वाभाविक रूपमा चल्छ। सहमत हुन नसक्दा मानसिक चिन्ता सुरु हुन्छ। आफ्नो मन आफै मिलिहाल्छ भनियो भने हुन्न। यसका लागि समग्रता र एकाग्रता चाहिने रहेछ। मनलाई शान्त र स्थिर पार्नु पर्ने रहेछ। मनको एकाग्रता नै शान्तिको आधार हो। गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ। त्यसैले सुखी र निरोगी जीवनका लागि योगाभ्यास आवश्यक छ। सुन्दरले सबै कुरा एकै स्वरमा सिद्ध्याए। अन्य ऋण कसरी तिर्ने त मैले सोधेँ। पहाडको जग्गा केही बेचियो, केही तिरियो, धेरै त तिर्न सकिएको छैन। हेरौँ सकेला नि केही पौरख गर्न, सुन्दरले भने। म एउटा युवाको नयाँ जीवन कथा बोकेर फर्कने तर्खरमा थिएँ। खाना नखाई जान पाइन्न भन्ने आग्रह टार्न नसकी खाना खाएर कार्यालय फर्केँ। दिनभरि कार्यालयमा बसेर शनिबारको लागि सुन्दरको कथा तयार पारेँ र बेलुका डेरामा फर्केँ। शीर्षक के राख्ने भन्ने पिरोलोले चाहिँ मलाई रातभरि छाडेन। भोलिपल्ट बिहान मेरो मोबाइलको घन्टी बज्यो। हेरेँ सुन्दरको रहेछ। दाइ म पास भएँ नि, उनले भने। केमा पास भयो नि भाइ, मैले सोधेँ। प्राविधिक अधिकृतमा। अब त म ऋण तिर्न सक्छु दाइ, र म योगको प्रशिक्षक पनि भएर समाजसेवा पनि गरिरहन्छु। उनको स्वरमा दह्रो दृढता थियो। मैले उनको कथामा यो सफलता पनि जोड्न पाएँ। त्यसपछि म मेरा बिहानका साथी तिनै पिपल र चौरतर्फ लागेँ। मनमा भने कथाको शीर्षक के दिउँ भन्ने कुरा खेलिरहेको थियो। मैले मनमा नै सोचेँ, यो कथा
विफलताबाट सफलताको यात्राको कथा हो। दिउँसो कार्यालय पुगिन्। हाकिमले सोधे, तपाईँको कथाको शीर्षक के राख्ने अमितजी? अनायास मेरो मुखबाट निस्कियो, सफलताको कथा। धन्यवाद। कथा सकिएको छ। अब यसका मुख्य बुँदाहरू। अङ्क 1, तौलियाबा घर भएका पत्रकार अमित ठाकुर काठमाडौँको गोठाटारमा बस्नु। कोलाहल रहित शान्त स्थानमा बस्न पाउँदा अमित खुसी रहनु। हाकिमको फोन आएपछि पुरानो मोटरसाइकलमा स्वास्थ्य कथा लेख्न धुलीखेल पुग्नु। अङ्क 4, कस्तो कथा होला भनेर सोच्दै गर्दा क्यान्सरले मृत्यु हुनुभएको आफ्नै बुवालाई सम्झिनु। अङ्क 5, कार्यक्रममा रुचि नलागी बाहिरको वन हेरी चित्त बुझाउनु। अङ्क 6, कार्यक्रममा सुन्दर छन्त्यालले योग र ध्यानको बारेमा दिएको प्रवचनबाट बल्ल अमित प्रभावित हुनु। अङ्क 7, अर्को दिन सुन्दर छन्त्याललाई भेट्न काठमाडौँको आरुबारी पुग्नु। अङ्क 8, मेग्दीमा जन्मेका सुन्दर छन्त्यालका बुबा सरकारी अधिकृत, आमा माध्यमिक शिक्षिका भएको थाहा पाउनु। अङ्क 9, अमितले काठमाडौँबाट एसएलसी उच्च माध्यमिक हुँदै थापाथलीबाट सिभिल इन्जिनियरिङ पुरा गरेको थाहा पाउनु। अङ्क 10, स्नातकोत्तरमा नाम निकाली पढेको तेस्रो दिनमा बुबाको हृदयघातका कारणले निधन भएपछि सुन्दरका दुःखका दिनहरू सुरु हुनु। अङ्क 10, यसैबेला आमालाई क्यान्सर रोग लागि उपचारका लागि काठमाडौँमा नभई दिल्ली लैजानु। अङ्क 11, उपचारकै क्रममा धेरै ऋण लागेपछि सुन्दर छन्त्याल तनावग्रस्त हुनु। अङ्क 12, आमाले मनोचिकित्सकलाई देखाउनु। त्यहाँबाट नभएपछि योग र ध्यानका गुरु युरेन्द्र झालाई देखाउनु। अङ्क 13, गुरु युरेन्द्र झाको माध्यमबाट सुन्दर छन्त्यालमा सकारात्मक प्रभाव पर्नु। अङ्क 14, योग र ध्यानको माध्यमबाट आफ्नो जीवन सन्तुलित र स्वस्थ भएपछि आफू जस्तै तनावमा रहेका व्यक्तिहरूको उपचारमा सुन्दर छन्त्याल लाग्नु। अङ्क 14, सकारात्मक सोचका साथ अगाडि बढ्दै जाने क्रममा प्राविधिक अधिकृतमा नाम निकाली अमितको जीवन सहज हुनु। अङ्क 15, यिनै सुन्दर छन्त्यालका अनुकरणयोग्य घटनाहरू सुनि पत्रकार अमित ठाकुरले कथाको शीर्षक सफलताको कथा राख्नु आदि यस कथाका मुख्य विषयवस्तुहरू हुन्। अब भने कथाको मुख्य भाग। सफलताको कथा एक रिपोर्तार्चमूलक रचना हो। यो रचना कक्षा 11 को अनिवार्य नेपाली पाठ्यपुस्तकमा समाहित गरिएको छ। यसको लेखन तथा सम्पादन यसै पाठ्यपुस्तकका सम्पादकहरू हुन्। यस रचनामा धरतीमा जन्मेपछि सुख दुःख सबै प्राणीले भोग्नुपर्छ, त्यसैले दुःखमा धैर्य धारण गरी जीवनलाई सहज र सन्तुलित बनाउनेतिर लाग्नुपर्छ भन्ने मूल भाव प्रस्तुत गरिएको छ। पत्रकार अमितले नयाँ कथा खोज्ने क्रममा सुन्दर छन्त्याललाई भेटेपछि जीवनमा आइपर्ने समस्याहरू कसरी समाधान गर्ने भन्ने प्रश्नको उत्तर यस रचनाबाट प्राप्त गर्न सकिन्छ। बुबाको हृदयघातबाट मृत्यु तथा आमा क्यान्सरबाट पीडित भएपछि सुन्दर छन्त्याल ऋणको आहालमा डुबेर विक्षिप्त बनेका छन्। तर युरेन्द्र झाको योग र ध्यानको संयोजनले उनको जीवनमा हरियाली छाएको प्रसङ्गले जीवन बाँच्ने कला प्रस्तुत रचनाले सिकाएको छ। जीवन अत्यन्त छोटो छ। कुन बेला हामी आफै वा हाम्रा आफन्तहरू हामीलाई छोडेर जान्छन् यो कुरा यति छिटो भइदिन्छ कि हामीलाई विश्वास गर्नै गाह्रो हुन्छ। यति बेला हामी आफूलाई असहाय, निरीह र एक्लो ठान्छौँ अनि विक्षिप्त अवस्थामा पुग्छौँ। प्रस्तुत रचना पनि घडियासी घटनाले अमित कुनै कुराप्रति चाख नराख्ने गरी विक्षिप्त अवस्थामा पुगेका थिए। योगले मान्छेको शरीर र मन दुवैलाई सन्तुलित पार्छ। ध्यानले एकाग्र बनाई धैर्य गर्न सिकाउँछ। योग र ध्यानको सही उपयोगले हाम्रो जीवन सफल र सार्थक बन्छ। आफ्नो कर्तव्य, लक्ष्य, भविष्य आदिको बारेमा सहज तरिकाले अगाडि बढ्नका लागि यी दुवै तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यिनै दुवै तत्त्व अथवा योग र ध्यानको माध्यमबाट यस रचनाका पात्र सुन्दर तथा पत्रकार अमितको जीवन सरल र आकर्षक भएको देखाउँदै हामीलाई पनि योग र ध्यानमा लाग्न
प्रेरणा दिनु यस पाठको मुख्य लक्ष्य रहेको छ, मुख्य उद्देश्य रहेको छ र मुख्य शिक्षा रहेको छ। दिनपछि रात र रातपछि दिन भए जस्तै हाम्रो जीवनमा उतार चढाव भइ नै रहन्छन्। संसारका सबै प्राणीहरू एक न एक दिन संसार छोडेरै जान्छन्। त्यसैले आफन्तको मृत्युमा जति रोए पनि कोही फर्केर आउँदैनन्। समय र परिस्थिति अनुसार आफूलाई सम्हालेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश वा मूलभाव यस रचनाबाट प्राप्त गर्न सकिन्छ। अत जीवनमा आइपर्ने हरेक समस्याको निराकरणका लागि योग र ध्यानको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। सहकार्य, सद्भाव, परोपकारी भावना, मृत्यु सबैको हुन्छ भन्ने विचार, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ भन्ने चेतना आदि सबैमा योग र ध्यानको विशिष्ट स्थान छ भन्नु नै यस रचनाको मूलभाव वा मुख्य सन्देश हो। शुभ दिन। आजलाई रिपोर्तार्चमूलक रचनाको ससुर वाचन, बुधा टिपोट र मूलभाव सकिएको छ। फेरि हामी अर्को दिन भेटौँला। धन्यवाद।